नेपालगञ्ज मेडिकल कलेजले निःशुल्क पार्किङ सञ्चालन निर्माण गरेर उद्घाटन समारोहका सभाध्यक्ष यहाँ उपस्थित डाक्टर शमशेर सरहरुमा उपस्थित हामीले अहिलेसम्म हाम्रो एम्बुलेन्स चलाउँदै गर्दा हामीले सेवा इन्सुरेन्स दिएका छौँ। मेडिकल कलेजमा रहेर मेडिकल कलेजलाई एम्बुलेन्स छैन भन्नेबाट हामीले टाढा बनाएका छौँ, किनकि हमेसा रूपमा हामीले एम्बुलेन्स हामीले सेवा सुविधा दिएका छौँ। हामी धेरै आभारी छौँ। पहिलोको भन्दा धेरै फराकिलो ढङ्गले पार्किङ दिलाएर एउटा उसको आवास बस्ने रेस्ट रुमको व्यवस्थापन गरेकोमा हामी धेरै आभार प्रकट गर्न चाहन्छौँ। साथै केही कमी कमजोरी पनि हुनसक्छ हामीहरूमा रहेका, त्यो हामी क्षमा याचना पनि भन्न चाहन्छौँ। केही सुधार्ने कामहरू भए पनि सुधार्न हामी तयारी छौँ। साथै हामीभित्र मेडिकल कलेज र एम्बुलेन्ससँगको नङ्ग मासको सम्बन्ध एकदम गहिरो सम्बन्ध भएको मेडिकल कलेजले जुन आभास प्रकट गरेको छ त्योमा धेरै आभारी प्रकट गर्न चाहन्छौँ। साथै मेडिकल कलेजले अहिलेसम्म दिएको हामीले सेवा सुविधा पनि धेरै सराहनीय छ। मेडिकल कलेजले दिने मेडिकल कलेजबाट दिने एम्बुलेन्स चालकहरूलाई जुन केही पर्सेन्ट छुटका साथ बढाइदिएको भए पनि राम्रो हुन्थ्यो भन्ने पनि मलाई माग राख्न चाहन्छौँ। साथसाथै हामी एम्बुलेन्स चालक र एउटा इन्जिनियर टोलीको पनि एउटा नङ्ग मासुको पनि एउटा सम्बन्ध हाम्रो यो के अरे फलाम सम्बन्धी एक खालको प्रतिमा हाम्रो विश्वकर्मा बाबाको पनि एउटा प्रतिमा बनाइदिएको भए अझै पनि अरू प्रकारका हामी खुसी रहन्थ्यौँ भन्ने पनि म यहाँ राख्न चाहन्छु। साथै हाम्रा भएका समस्याहरू यहाँले सधैँ रूपमा हामी पनि सहज गरेर अगाडि बढ्नेछौँ। मेडिकल सङ्गठनमा नङ्ग मासुका साथ हामी पनि एउटा गहिरो सम्बन्ध राखेर अगाडि बढ्नेछौँ। टाढा टाढाबाट आउने साथीहरूलाई पनि म यो भन्न चाहन्छु, मेडिकल कलेजसँग पनि हामी मिलेर बस्नुपर्छ। हामी मेडिकल कलेजले पनि हामीले जुन सहयोग गरेको छ, सम्मान दिएको छ, यो पनि हामी धेरै गहिरो सम्मान व्यक्त गर्दै सानो कुरा गर्छु।